आज एउटा मनमा लागेको कुरा भन्नु पर्यो साथी हो। अब के भन्दाखेरि चाहिँ मान्छेले के भन्छ भन्दै अब मान्छेले सोच्छ हैन। अब मान्छेको बारेमा के सोच्नु, मान्छेले त के सोच्छ भन्दाखेरि मान्छेले यो कसरी खुसी हुन्छ, यो कसरी सुखी हुन्छ, यसले कसरी सुख पायो, यो कसरी हाँस्दैछ, यसले कसरी राम्रो राम्रो लाउँदैछ भने त मान्छे त टेन्सनमा पो हुन्छ त। आम्मा हो। अन्त दुःख पाएर फेरि अब कसैलाई म त यस्तो दुखी छु भने पनि त्यो मान्छेलाई पच्दैन, मन पर्दैन त्यसो भने स्किप गरेर जान्छ। किनभने दुःख त सबैलाई छ, संसारमा को छ दुःख नहुने, सबैलाई दुःखै छ। तर मान्छेलाई सुख पनि पच्दैन। कोही सुख पाएर, सुख त कसले पाउँछ र, यो संसारमा सुख त कसैलाई पनि छैन। तर पनि यो दुःख किन देखाउनु भनेर चाहिँ मान्छेले त्यो दुःखलाई ढाकेर चाहिँ सुख भएको जस्तो गरेर मान्छेलाई एउटा, मलाई देखेर चाहिँ एउटा इन्स्पायर होस् भन्ने हिसाबले चाहिँ मान्छेले त्यसरी हिँडेको, मान्छेले आफ्नो लाइफस्टाइल त्यसरी जिएको हुन्छ नि त। अन्त त्यो जिएको पनि मान्छेले देखिसक्दैन हो। रिस त्यस्तै हो। अन्तखेरि तर यो सोच्नुपर्छ कि मान्छेले के सोच्छ भन्ने बारेमा तपाईले सोच्नु चाहिँ म तपाईँलाई फ्रेङ्कली भनिदिन्छु। मान्छेले चाहिँ के सोच्छ भन्दाखेरि नि त्यही सोच्छ मैले भने जस्तै मान्छेले चाहिँ यो चाहिँ कसरी चाहिँ यो यसरी सुखी बस्नु सकेको भनेर रिस गर्छ, त्यति हो, अरू के पनि सोच्दैन। बुझ्नुभयो? ल यतिमै आज मेरो सानो प्रवचन खतम गर्दैछु। सबैलाई गुड डे।